वेलकम बैक माई युट्युब च्यानल। अहिले चाहिँ म 2 महिनाको छुट्टी कटाएर चाहिँ आफ्नो गन्तव्यतिर फर्किँदै गर्दाखेरि चाहिँ बाटोमा देखिएको दृश्यहरू चाहिँ अब मैले कैद गरेको छु है। एकदमै राम्रो मकैको बोटहरू देखेर चाहिँ मनोरञ्जन भयो त्यस्तै है, विरक्त लाग्ने हैन। त्यहाँदेखि मैले चाहिँ यसो मोबाइल झिकेर चाहिँ यसो भिडियो गर्न थालेँ है। ओहो, हेर्दाखेरि नै मन नै कस्तो हुने क्या। अब आफ्नै गाउँ ठाउँमा आफ्नै ठाउँमा बसेर चाहिँ दुःख गर्नु जस्तो लाग्ने। अनि ठ्याक्कै मैले क्यामेरा घुमाएर चाहिँ यता फिफा बसको पनि भित्र म कैद गरिहालेँ। फिफा बसभित्र पनि एकदम राम्रो के, सिटहरू पनि राम्रो, वाइफाई फ्री, एसी चलिराखेको गुटुङटुङ है। त्यहाँदेखि सट्टै काटेपछि सप्तकोशी आइपुग्यो। सप्तकोशी ओहो, पहिल्यैदेखि हेर्नु मन लागेको, तर के गर्नु अब यसो बाहिरै डुलेर यसरी फ्रिडम हिँडौँ भनेर चाहिँ मैले सोचिरहेको थिएँ, तर त्यो हुन सकेन, केही छैन। तर पनि अब गाडीमै बसेर भए पनि यतिको भिडियो खिच्न पाएँ, एकदम खुसी लाग्यो त्यसमा चाहिँ। अनि यो सप्तकोशी पहिल्यैदेखि हेर्ने रहर त थियो, अब के गर्नु, अब त्यस्तै समयले साथ दिँदैन है। त्यही भएर चाहिँ आज हिजो यात्रा गर्दाखेरि चाहिँ मैले गाडीभित्रैदेखि अलिकति जे जस्तो देखिए पनि मैले भिडियो खिचेर राखिरहेको छु। कहिलेकाहीँ अब देश विदेशमा हुन्छ होइन, यसो हेर्नु मन लाग्छ। त्यही भएर अब के गर्नु साथी हो, अब बाहिर नहुने, अब नेपालमा अब त्यो हाम्रो बेरोजगार मान्छेले अब रोजगार पाइँदैन है। अब विदेश बसे जस्तो हुँदैन। अब नेपाल बसेपछि अब पैसा आउँदैन, आउने बाटो हुँदैन, जाने बाटो मात्रै हुन्छ। अनि एकजना दाइले भन्नुहुन्थ्यो होइन, नेपाल बसेपछि त सेकेन्ड हल्दार मात्रै हुन्छ केटा, विदेशै जानुपर्छ भन्नुहुन्थ्यो। त्यही अब यसो सोच्दाखेरि हो पनि, अब नेपालमा आउने आम्दानी छैन, अब विदेशमा नगई अब परिवार पनि पाल्नु पऱ्यो होइन। अब पैसा कमायो भने सबैको हाई हुई हुन्छ, अब पैसा कमाएन भने चाहिँ अब सबै परिवारबाट पनि हेला हुन्छ, साथीभाइ इष्टमित्र दाजुभाइ सबैबाट क्या। अनि त्यही भएर त्यो सोचेर पनि छोरा मान्छे बाहिरिनु चाहिँ पर्छ है। अनि त्यही कारणले गर्दाखेरि चाहिँ 2 महिना छुट्टी आएको थिएँ, कति छिटो गयो थाहै नभइकन गयो क्या। परिवारसँग राम्रो नबसिकन तल र माथि अब यताउति कुद्दै अब 2 महिना गइगयो। अब 2 महिना सकेपछि त अब आफ्नो गन्तव्य लाग्नु पऱ्यो। त्यसरी आफ्नो गन्तव्य लाग्दाखेरि चाहिँ यो बाटोमा अब यसो जता राम्रो ठाउँ देखिन्छ त्यता चाहिँ यसो भिडियो खिचेको दृश्यहरू चाहिँ मैले युट्युबमा पोस्ट गरेको छु। सबैजनाले गएर हेरिदिनु होला है। अब राम्रो त छैन, अब हामी परदेशी मान्छेले खासै राम्रो त अब भिडियोहरू अब खिचिरहन पाइँदैन। त्यही पनि यसो आफूले आफ्नो क्षमताले भ्याएअनुसार चाहिँ अब खिचेर राखिएको छ होइन। कहिलेकाहीँ आफैले पनि हेर्नुपर्छ, अब कसैले नहेरे पनि, अनि आफैले पनि हेर्नुपर्छ, अब देश विदेशमा हुन्छ होइन। त्यही भएर चाहिँ यहाँ चाहिँ सट्टै सप्तकोशी काट्न लागेको थियो। अब के गर्नु, मन पनि विरक्त लागिरहेको थियो होइन। परिवारसँग छुट्टिँदाखेरि मन कस्तो हुने है। अनि त्यही भएर यसो भिडियो बनाउँदै बाटोमा आएको साथी हो। यसो भिडियो राम्रो भए पनि नराम्रो भए पनि यसो लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला है। यस्तै छ, के गर्नु। अनि यो चाहिँ ठ्याक्कै फेरि हामी गाडीबाट निस्किँदाखेरि ठ्याक्कै यो कहाँ एक्ज्याक्टली ठाउँ चाहिँ थाहा भएन। यो चाहिँ 70 हो कि जस्तो लाग्छ है। त्यहाँ नास्ता खानलाई गाडी रोकिरहेको थियो, अनि मैले सट्टै क्यामेराले कैद गरिहालेँ। यो फिफा बस एकदम राम्रो छ। फिफा बसभित्र सबैजना फिफा बसमा यात्रा गर्नु होला। फिफा बस एकदम राम्रो छ। बाहिरबाट जति राम्रो देखियो भने भित्र पनि उस्तै राम्रो छ। सिटहरू पनि त्यस्तै राम्रो है। वाइफाई फ्री छ, एसीहरू टक्कै छ, रातभरि एसी चल्छ होइन। अनि टिभीहरू पनि छ, पानी फ्रीमा बाँड्छ होइन। एकदम राम्रो सुविधायुक्त गाडी छ। सबैजनाले चढ्नु होला, सबैजनाले यात्रा गर्नु होला फिफा बसभित्र है। मलाई चाहिँ एकदम राम्रो लाग्यो, किन भन्दाखेरि एसी पनि छ। नत्र त अस्ति के अरे आउँदाखेरि उताबाट आउँदाखेरि चाहिँ कस्तो नराम्रो बसमा परेर पैसा पनि उस्तै लियो। यसमा चाहिँ भाडा पनि कम छ, 1500 मात्रै छ। एकदम राम्रो छ, भाडा कम। उताबाट आउँदाखेरि चाहिँ ठगेको हो कि हो, धेरै लियो मलाई त। अनि यहाँ ठ्याक्कै त्यहाँबाट चाहिँ म काठमाडौँ आइपुगेँ। काठमाडौँ आउँदाखेरि चाहिँ ओहो, पानी सिमसिम परिरहेको थियो, तर पनि कस्तो धुलो उडिरहेको क्या। मुखभरि धुलोले हानेर, मोबाइलको डिस्प्ले सबै धुलोले हानेर कस्तो बनायो क्या। अनि यसो काठमाडौँ सफा जस्तो लाग्थ्यो अब यसो हेर्दाखेरि है। ठाउँमा त सबै होला, तर यहाँ चाहिँ साह्रै धुलोकै सवारीको चाप धेरै भएर हो कि के हो। अब यो भिडियो खिच्दा फेरि प्लेन आइपुग्यो क्या। प्लेन पनि सट्टै अनि भिडियो गरिहालेको, यसो कहिलेकाहीँ हेर्नुलाई। हस् त, धन्यवाद।